हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, वेलकम टु ब्याक माई युट्युब च्यानल। म हुँ अस्मी भण्डारी। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो गाइज, आज चाहिँ म घर आएको छु होइन। सो यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू हो। आज चाहिँ हामी सुन्तला टिप्ने भन्दैछौँ। हामी चाहिँ वन आएका छौँ घाँस काट्नलाई, बाख्रा भैँसीलाई। आज चाहिँ दिनमा चाहिँ हामी सुन्तला टिप्ने सोच बनाइरहेको छौँ होइन। आज चाहिँ सुन्तला टिप्नुपर्छ। यो चाहिँ वनबाट देखिने भ्यू हो। सो अब हामी भारी बनाउँछौँ। सो यति चाहिँ काट्यौँ होइन। सूर्यले चाहिँ भारी बाँध्दै हुनुहुन्छ। अब यो मुठा बनाएर भारी बनाएर हामी घर जान्छौँ, खानासाना खान्छौँ र फेरि अब सुन्तला टिप्नतिर लाग्छौँ। लेट्स सी गाइज, के हुन्छ म तपाईँहरूलाई देखाइ नै हाल्छु। सो अब चाहिँ हामी खानासाना खाएर फेरि सुन्तला टिप्नतिर लाग्दैछौँ। अङ्कलहरू दाइहरू आइसक्नु भएको छ है। अब चाहिँ म पनि सुन्तला टिप्नमा हेल्प गर्छु। सो अब चाहिँ सुन्तला टिपेर माथि रोड बाटोमा लैजानुपर्छ। कस्तो भइरह अङ्कल सुन्तला टिप्दा? राम्रो भइरहेको छ। सुन्तला पुग्दाखेरि रुनु भयो हजुर होइन? गरुङ्गो भएर किन धेरै गरुङ्गो भएको थियो? कस्तो गरुङ्गो भयो नि, एकैचोटि झ्याममा हालिदिँदाखेरि त नि धन्दै मुन्टै भाँच्चे नै क्या है? अनि सुन्तला मिठो छ होइन? सुन्तला एकदम मिठो छ। तर हजुरहरूलाई खतरा भयो नि अङ्कल, सुन्तला गाउँभरि भएर यस्तो बिसिजनमा रोजगार पाउनु भएन त? रोजगार यो सुन्तला टिप्दा रोजगार पाउनु त बेकार छ नि त। किन? जे भयो नि रोजगार त हो नि यो। रोजगार त हो, अहिले त पाइन्न धेरै समय खाएँ उनीहरूले जय मङ्गल मूलवासी मगरहरूले। खतरा राम्रो देखियो। कति भयो अरे बाबा हामीले सुन्तला बनाउनु लाग्यो? कति भयो अरे बनाउनु लाग्यो? अहिले यो बुढाहरू बुढाहरू त अहिले त 7 वर्ष 8 वर्ष भइसक्यो। पोहोरभन्दा राम्रो भएको नि अहिले? पोहोरभन्दा राम्रो हो। अब मल चाहिएको, मल नदिएको युरिया मलहरू हालेको छैन। त्यो घरको मल हो। अब त युरिया मल नहाली उनीहरू घरको मल छैन। युरिया मलहरू पोटेसनहरू हालिदिनु भने अब ठुला हुन्छ त। अब यता दाम बढ्दैछ, बुटा बढ्दैछ। अब त 2-4 वर्षपछि त फुडलायर 10 लाख रुपियाँ बढ्दै छ। एकदमै बुटा भयो बढ्दै आउँदैन, बढ सार्दै जाने, नयाँ बढ्दै जाने। यहाँ फुटेछ एउटा नि के सुन्तला फुट्यो कि कप्पै पारिदिनु भएको र? फुट्यो होइन रहेछ। ल भन्नु अब। हाम्रो भगिनी गाविस नगरपालिका 3 तारा टिकराम सापकोटाले अहिले अब सुन्तलाबाट यदि राम्रो आम्दानी लिएर सुन्तला राम्रो यता हेरेर भन्नु क्या, यता हेरेर भन्नु। सुन्तलाको एकदम राम्रो आम्दानीहरू भएछ अहिले। एकदम राम्रो आम्दानी भएको सुन्तलाले मलाई एकदम खुसी लागेको छ। अहिले अझ बढ्दैछ आम्दानी। यति राम्रो छ सुन्तला, मिठो छ, गुलियो छ। यहाँ एकदम गरागोरु पनि एकदम आइरहेका छन्। एकदम ठुलो छ फर्म यहाँ सुन्तलाको। डाँडाखानी तारा टिकराम सापकोटाको बनेपा 3 एकदम राम्रो छ यहाँ सुन्तला फर्महरू।
धेरै राम्रो हुँदै गएछ आम्दानी नि धेरै बढ्दै गएछ धेरै खुसी लागिरहेछ गाउँको मान्छेलाई नि रोजगार सिर्जना भयो भन्नु मान्छेहरूलाई पनि रोजगारहरू खुलेको छ बेरोजगारलाई रोजगार मिलिरहेको छ अहिले धेरै राम्रो प्रगतिहरू भइरहेको छ भगिलो गाविसमा कृषि क्षेत्र राम्रो भइरहेको छ सो अब चाहिँ सुन्तला ग्रेडिङ गर्नुपर्छ सुन्तला पनि माइली साइली कान्छी हुँदै होइन पुरै ग्रेडिङ गर्दै हुनुहुन्छ यति चाहिँ गरिसक्नुभयो अझै गर्दै हुनुहुन्छ होइन अब बाँकी नै छ अझै गर्नलाई होइन सो दाइले र सूर्यले सुन्तला ग्रेडिङ गर्दै हुनुहुन्छ होइन हामी चाहिँ बोक्ने हो सुन्तला र दाइहरूले चाहिँ सुन्तला टिप्नुहुन्छ है सुन्तला ग्रेडिङ लगभग सकिन लागिसक्यो होइन अब थोरै मात्रै छ अब यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू हो होइन हामी यति चाहिँ ग्रेडिङ गऱ्यौँ अब चाहिँ लोड गर्ने गाडी आउँदैछ होइन गाडी आउँछ कि ट्र्याक्टर आउँछ सो गाइज हामी चाहिँ यो लोड गरेर आज चाहिँ भ्याइयो होइन हाम्रो फाइनली सुन्तला टिपेर भ्याइयो अब चाहिँ सानो सानो छ त्यो रुखमै छ पछि बढ्ला होइन घरमा खाने नै हुन्छ पछि अब ग्रेडिङ यति नै भयो अरू चाहिँ आउँदैछ होइन अब ट्र्याक्टर आउने भयो अब ट्र्याक्टर आइसकेपछि हामी लोड गर्छौँ होइन कस्तो दामी देखिरहेको छ है सो यति नै हो हाम्रो घरको सुन्तला चाहिँ गाउँको अझै पनि छ सो हेर्न सक्नुहुन्छ सो यस्तै नै हो हामी चाहिँ ट्र्याक्टरको वेटिङमा छौँ तपाईँहरूलाई कस्तो लाग्यो दिनभरि मैले के गरेँ तपाईँहरूलाई देखाइसकेँ प्रतिक्रिया दिनुहोला सो आजलाई चाहिँ यति नै होइन अब हामी ट्र्याक्टर आयो भने चाहिँ सुन्तला लोड गर्छौँ होइन ट्र्याक्टर पनि आयो सुन्तला लोड गर्दैछौँ सबै मिलेर थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज